हेलो खेल निकै नै प्रतिस्पर्धामा रहेको छ र अहिले नम्बरको स्कोर अनुसार जेन्जी रेस्टुरेन्टको नम्बर 1 छ भने गब्डी गुल्मीको नम्बर 2 नम्बर 1 2 एक राउन्ड स्ट्राइक र आफ्नो पक्षमा बल पार्दै गब्डीले अङ्क तालिकामा 3 पुर्याउने सफल भने जेन्जी रेस्टुरेन्टको नम्बर 1 नम्बर 3A अहिले चेन्ज प्राप्त रहेको छ जेन्जी रेस्टुरेन्ट मेरमी स्याङ्जालाई जेन्जी रेस्टुरेन्टको नम्बर 2 छ भने गब्डीको नम्बर 3 अहिले दुवै समूहले चेन्ज टु चेन्ज हान्दै अहिले गब्डी गुल्मीको नम्बर 4 छ भने जेन्जी रेस्टुरेन्टको नम्बर 2 फेरि नम्बर बल गर्न सफल रहेको छ अहिले मगरगाउँ गब्डी गुल्मीको नम्बर 5 भने जेन्जी रेस्टुरेन्ट मेरमी स्याङ्जाको नम्बर 2 निकै राम्रो स्ट्राइक गर्दै आफ्नो पक्षमा चेन्ज प्राप्त जेन्जी रेस्टुरेन्ट मेरमी स्याङ्जाको नम्बर 3 भने गब्डी गुल्मीको नम्बर 5 अहिले चेन्ज प्राप्त रहेको छ मगरगाउँ गब्डी गुल्मीलाई गब्डी गुल्मीको नम्बर 6 छ भने जेन्जी रेस्टुरेन्ट नम्बर 3 अहिले रेफ्रीको सङ्केत अनुसार फाइदा मिलेको छ जेन्जी रेस्टुरेन्ट मेरमी स्याङ्जालाई मेरमी स्याङ्जाको नम्बर 4 छ भने गब्डी गुल्मीको नम्बर 6 फेरि नम्बर बल जोड्दै बराबर स्थानमा ल्याउन सफल अहिले दुवै समूहको नम्बर रहेको छ 6 इक्वल 6 बराबर अहिले चेन्ज प्राप्त रहेको छ गब्डी गुल्मीलाई निकै राम्रो स्ट्राइक गर्दै
आफ्नो पक्षमा बल पार्न सफल जेएनजी रेस्टुरेन्ट मिर्मी स्याङ्जा। मिर्मी स्याङ्जाको नम्बर 7 छ भने गब्डे गुल्मीको नम्बर पनि 7, नम्बर 7 बराबर। फेरि रेफ्रीको सङ्केत अनुसार फाइदा मिलेको छ जेएनजी रेस्टुरेन्टलाई। जेएनजी रेस्टुरेन्टको नम्बर 8 छ भने गब्डे गुल्मीको नम्बर 7। अहिले चेन्ज प्राप्त रहेको छ गब्डे मगरगाउँ गुल्मी। गब्डेको नम्बर 8 छ भने जेएनजी रेस्टुरेन्टको नम्बर पनि 8। खेल निकै नै दुवै समूहको कम्पिटिसनमा गइरहेको छ र अहिले नम्बर अहिले जेएनजी रेस्टुरेन्ट मिर्मी स्याङ्जाले आफ्नो खातामा अङ्क जोड्दै 10 पुर्याउन सफल छ भने गब्डे गुल्मीको नम्बर 8 ओभर सर्भिस रेखाभन्दा बाहिरियो। फाइदा मिलेको छ गब्डे गुल्मीलाई। गब्डेको नम्बर 9 त्यसै गरेर जेएनजी रेस्टुरेन्ट नम्बर 10। निकै राउन्ड फाइभ जेएनजी रेस्टुरेन्ट तर्फदेखि र आफ्नो पक्षमा बल पार्दै अङ्क 11 पुर्याउने सफल। निकै राउन्ड स्ट्राइक गर्दै गब्डे गुल्मीले आफ्नो खातामा अङ्क तालिका बराबर गराउन सफल। दुवै समूहको नम्बर लाभेने कोइल नम्बर 11 बराबर। निकै राउन्ड स्ट्राइक जेएनजी तर्फदेखि पनि र आफ्नो पक्षमा चेन्ज बल प्राप्त गर्दै अङ्क जेएनजीको 12 छ भने गब्डेको नम्बर 11। अहिले जेएनजी रेस्टुरेन्ट मिर्मी स्याङ्जाले आफ्नो खातामा अङ्क 13 पुर्याउन सफल रहेको छ भने गब्डे गुल्मीको नम्बर रहेको छ 11, नम्बर 13 11। जति पनि यस प्रतिस्पर्धामा उत्तीर्ण भएका हाम्रा खेलाडी साथीहरू दुवै समूहका खेलाडी साथीहरू तपाईहरूले रेफ्रीको सङ्केत र निर्देशनलाई फलो गर्दै आफ्नो प्रतिस्पर्धा गेम दर्शकको माझमा उतारिदिनको निमित्त हामी आयोजक समूह विनम्र अनुरोध गर्न चाहन्छौँ। अहिले गब्डे गुल्मीको अङ्क तालिकामा नम्बर 13 रहेको छ भने
जेन्जी रेस्टुरेन्टको नम्बर 14 1 नम्बरको अन्तरमा प्रतिस्पर्धा मतदान सफल र हामीले यस पछाडि फेरि पुरुष समूहको खेल जोड्न गएका छौँ जसमा खेल्ने समारोह बिर्गा युथ क्लब बिर्गा स्याङ्जा भर्सेस टोलाकोट स्पोर्ट्स टोलाकोट बी बीच हुन गइरहेको छ। सो समूहका खेलाडी साथीहरू तम तयार अवस्थामा रहिदिनु हुनको लागि आयोजक मण्डल अनुरोध गर्न चाहन्छौँ। अहिले नम्बर किशोर जेन्जी रेस्टुरेन्ट नम्बर 16 छ भने गब्डी गुल्मीको नम्बर 14 नम्बर 16-14 अहिले फेरि नम्बर बल रहेको छ जेन्जी रेस्टुरेन्टलाई। जेन्जी रेस्टुरेन्टले आफ्नो खातामा अङ्क 17 पुर्याएको छ भने गब्डी गुल्मीको नम्बर 14 नम्बर 17-14 फेरि पनि नम्बर बल जोड्दै जेन्जी रेस्टुरेन्ट मिर्मी स्याङ्जाले आफ्नो खातामा अङ्क दूरी बढाउँदै 18 पुर्याउन सफल। जेन्जी रेस्टुरेन्ट नम्बर 18 छ भने गब्डी गुल्मीको नम्बर 14 अहिले अङ्क तालिका अनुसार नम्बर स्कोर जेन्जी रेस्टुरेन्टको नम्बर 19 छ भने गब्डी गुल्मीको नम्बर 15 नम्बर 19-15 अहिले चेन्ज बल प्राप्त रहेको छ गब्डी गुल्मीलाई। गब्डी गुल्मीको नम्बर 16 छ भने जेन्जी रेस्टुरेन्ट नम्बर 19 अहिले जेन्जी रेस्टुरेन्टको नम्बर 20 पुर्याउन सफल रहेको छ भने गब्डी गुल्मीको नम्बर 16 यस पछाडि गेम भनेको बिर्गा युथ क्लब बिर्गा स्याङ्जा भर्सेस टोलाकोट स्पोर्ट्स बी टोलाकोट बीच गराउन गइरहेको छौँ। सो समूह खेलाडी साथीहरू तयारी अवस्थामा रहिदिनु होला। अहिले नम्बर बल जोड्दै जेन्जी रेस्टुरेन्ट मिर्मी स्याङ्जाले आफ्नो खातामा अङ्क 21 पुर्याउन सफल रहेको छ भने गब्डी गुल्मीको नम्बर 16 पूर्ण अन्तरालपछि चेन्ज प्राप्त रहेको छ अहिले गब्डी गुल्मीलाई। गब्डी गुल्मीको नम्बर 17 छ भने जेन्जी रेस्टुरेन्ट नम्बर 21 राम राम स्पाइक जेन्जी टिमबाट जेन्जी टिमको नम्बर 23 छ भने गब्डीको नम्बर 19 23-19
बल आउट गफले नम्बर थप गर्दै 20 पुऱ्याएको छ भने जेएनजी 23 20 23 जेएनजी टिमले अन्तिम अङ्क 24 पुऱ्याएको छ भने गफले 20 24 20 बल फल सङ्केत जसको फाइदा गफलेलाई गफलेको अङ्क 21 रहेको छ भने जेएनजी टिम 24 21 24